7 वर्षपछिको यो प्रतिफल हो। हाम्रो यो दाँते ओखरहरू फल्न सुरु भएका छन्। यस्तै गरी अरू बोटहरू पनि अबको 1-2 वर्षभित्रै सब फल्ने तयारीमा छन्। यो मेरो आफ्नो बगैँचा बारी हो। यसमा हरेक किसिमका फलफुलका बोटहरू लगाएका छन्। यो देशी आरुको बोट हो। यो पनि फल्न सुरु भइसकेको छ भने दाँते ओखर हुन्, फलिरहेका छन्। यस्तो लामो मेहनत पछि यो स्याउको बोट हो। यो पनि फल्न सुरु भएको छ, अब फुल्दैछ। यो गोल्डन स्याउको बोट हो। यसरी फुल फुल्छ र यसैमा यसको फल लाग्छ। यो पनि स्याउको बोट हो। यी अरू ओखर हुन्। यो मेरो आफ्नो बगैँचा हो। यो तिमुरको बोट हो। यो कुलमका बोट हो। यो पनि फल्न सुरु भइसकेको छ। यो लगाएको जम्मै 4 वर्ष भयो। यी स्याउका बोटहरू हुन्। यी पनि फलिरहेका छन्। फल्न लागेको 2-3 वर्ष भयो। यस्तै धेरै छन्। यता मेरो 3 रोपनी जमिनमा मैले फलफुल खेती गरिरहेको छु। हेर्नुहोस्, यो सबै तलदेखि माथिसम्म यसरी सबै फलफुलका बोटहरू लगाएका छन्। यसरी बीचमा ओखरहरू, स्याउहरू, कुलमहरू लगाएका छन्। सबै फल्न